यहाँ तार आनेन तार आने जेठा अब दाइ हुनुहुन्छ दाइ पनि अस्तिबाट आउनु भयो होला सायद यतिखेर भिडियो खिच्नु एकै खोरो एकै घर अगाडि नत्र अनि फेरि दुईटा गर्नु पनि झ्याउ है त फेरि त्यो पाठो दिने छ पाठो काटे क्या राखे देउन भने लाग्या आए त भर्खर 5 बार भयो ए होला चित्त बुझेपछि मुन खुसी भएपछि दिने त हो त्यही हो एकदम अब हामी केही साल आउने छौँ महिनातिर हाम्रो गाउँतिर तरी त उदे लेखिराख्दा छौँ राख्नुहुन्छ उता धपाल त राख्नुहुन्छ होला नि त कहिले बस्या नै तल बस्छु मेरो गएपछि लेखी अनि दुटा ढोटा ए हामी ढोटा मान्छे जिन्दगी जेकै जेकै चाहिने जेकै जेकै बोकी ल्याउनु पर्यो अनि कहाँ साउ भने लान कहाँ नागा भने लान कहाँ हामी यता साउ भने लान साउले पनि उयो खाना खान्छ उयो जागिरले पनि उयो खाना खान्छ अब तर उयो पेटैसम्म साउले त्यही गर्छौँ नागाले त अनि आधाबाट दिएछ त्यो ए दाल पनि अहिले अरू तल हाङ्सी बाटो खाना भन्ने दिएछन् आज म भयो आज म कहाँ हुनु त्यति टाढाबाट फेरि उनीहरूले जान्छ अहिले हाङ्सी बाबु भनिदिन्छ न त्यो दुइटै जहिले नाना दाल नाना गएर घाटा गाउँ जाने त तिनीहरूले गाउँतिर गए त तिमीहरू पनि बोकिल्याउनु टाढै हो हामी न पनि अब अलिअलि ल्याउँछ नि नजिकै भएको कारणले हो न त टाढै हो नि हामीहरू पार्न जाने हो त्यही छ तपाईँहरू बिहान जाने 10 रुपियाँमा खाना भेटिहाल्छ टाढा त टाढै छ हजुर बिहान जाने भने चाहिँ भेटिन्छ बोकी त हुन्छ होला ठकुरज्यू कहिले जानुभएको छ उँभो माथि ठकुरज्यू मेला लाग्छ त ठकुरज्यू जता कता जान्छन् तारे फुटा खिचाउन रमाइलो हुन्छ पाड्नै हो माथि पाड्नै हो अब हामीहरूमा तल आम्मै जुम्ला छिङ्लानी हुने ठाउँ छ घाँस काट्न घाँस त काटिरहनु पर्छ पुग्दैन भाइ सक्करी ल्याए सफा हुन्छ ठिकै हामी 1800 यति ल्याएन ठिकै 4 कटा धुलो ल्याए 1 कटा खाइकी ल्याए 2 कटा 3 कटा रहेछ है यति छाडा छुडो गरे दिएर अनि खाना हेर्दैन बच्चा बच्ची के हो त्यही भएर पढाइ ठुलो केही छैन बाबु त्यही पढ्नुपर्छ कति दिन जानका छुट्यो हजुर मेरो बाबुले दुःख हुन्छ बाबु के अन्त 1800 हाले चामल आउलोतिर चामल के हजुर हाम्रो जङ्गल जस्तो मैले चामल लिउँदैन बासी रहन्छ छल बाटो नै लाज अलि खायौँ त्यही नै मैले आमा बालकै हो नि हजुर आमा बाल कति साल जन्मनु भयो तपाईँ मेरो उति साल जन्मेर 36 हो कति जन्मिनु भएको वर्ष कति भयो अहिले कति 41 42 43 हुनु भयो होला तिन म 41 42 वर्ष भए म 42 वर्ष हजुर आइ गुन्न जान्दैन भाइ ए अरू साल हाल उयो लाटा तिम्रो कोहीले उछिन गयो कोहीले उ गर्नु मैले केही थाहा पाउनु ए भन्नु चाहेको जेठो
अब त्यही बेला अब बाटो हुने बेला ऊ भइएन त त्यही खिच्दै थिएन पढ्ने भन्ने पढ्ने उही छु न औलातिर लौने छोरा मार काम गर्ने भने छोराहरू गर्छन् आमा जुम्ला अरू त्यसले केही खोजेन रुपियाँ खोजेको छ क्या हामीले कति 5,52,000 भेडे 2 तोला कति ऋण रहेछन् कानाउनु दुई पट्टि पनि आएर अरे क्या त्यो यसो हरेर छोड्या अरे अब बिहोस भइगयो अरे त्यो भुनिया छु क्या मलाई ज्याकै धेर गरिएको छु बिहोस भइयो अरे दुईजना केटा आयो अरे पट्टि पनि आएर छोडेर अब हुले भइएको छु अनि जात दाइ गएर पर है दाइ एकचोटि पनि सवारीकन कहाँ त कहाँ बसेर थाहा छैन कि कहाँ हेर्दै दिँदैन गएर घाँस फाल्यो होला रात ठाउँ होला भुटिया गएले बुझी सिक्री ल्याएछ नि सिक्री त लाइलो सेतो कस्तो खानु त्यो साह्रो त फस्छ हुनुबाट माथि ओड्ने चाहिँ ल्याउबाट कसबाट ओड्ने लिएन हौ बिहा राति चिसो हुन्छ कामै छैन क्या एउटा भिडियो गरिन्छ बस दाल अलि कम लाग्छ खाइदिन हाम्रो दाल मस्त छ क्या ल बाबु ये डिंगना खाने की ना नाच्ने आज नि यता मिल्ने त्यो ढल्ला जुन भला रोडो है ए फेरा कहिले भयो गाडीले कति मिल्यो गाडी बाटो नि गरेन नगर हो भने चाहिँ क्या त न यतिमा आउन हुने फर्स्ट क्यार है हो कि नै